म चाहिँ एकाबिहानै तान्द्राङकोटमा रहेको तान्द्राङकोट कालिका सिद्धकालिकाको दर्शनको लागि निस्केको छु। जाडो बढेकाले चिसो मौसम छ, बाक्लो हुस्सुहरू लागिरहेको छ। तान्द्राङकोट कालिका मन्दिर अलि हाइटमा नै रहेकाले म चाहिँ सिँढीहरू चढेर जाँदैछु। वरिपरि रेलिङहरू पनि राखिएको छ। वरिपरि बाक्लो हुस्सु लागे तापनि मन्दिरमा भने घाम लागिरहेको छ। यो अग्लो स्थान भएकाले म सिँढीहरू चढ्दै माथि जाँदैछु। म निकै नै माथि आइसकेको छु। वरिपरि बाक्लो हुस्सुको कारणले सबै ठाउँहरू ढकमक्क ढाकेको छ। म पुनः उकालो चढ्ने क्रम जारी नै राखेको छु। मैले माथि मन्दिरका गजुरहरू देखिसकेको छु। अग्लो राखिएको झन्डा पनि देखिएको छ। घामको पहिलो किरण यस मन्दिरमा नै पर्ने गर्दछ, त्यसैले माथि घामहरू लागिरहेको छ। नौ 10 बजेसम्म सबै हुस्सुहरू फाटेर जानेछ अनि रमणीय ठाउँहरू पनि तल जुन छोपिएका थिए ती ठाउँहरू पनि देखिनेछ। यो धावा र तान्द्राङको बिचमा रहेको छ, देख्न सकिन्छ। यहाँबाट रमणीय ठाउँहरू देखिराखेको छ, जहाँ हुस्सुले अझ पनि ढाकिराखेको छ। यहाँबाट रहेका धावा र तान्द्राङका केही भूभागहरू देख्न सकिन्छ। त्यसैगरी हिमाल पनि यहाँबाट देख्न सकिन्छ। यो कुहिरो फाटेपछि देखाउँला। यहाँ नियमित नित्य पूजा पनि हुने गर्दछ, जहाँ सिद्धकालिका र तान्द्राङकोट कालिका अवस्थित हुनुहुन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ अहिले पनि हुस्सुहरू लागिरहेको छ भने माथि घाम लागिसकेको छ। हुस्सुहरू पनि फाट्ने क्रममा देखिएको छ। सल्लाका अग्ला अग्ला रुखहरू छन् जहाँ अवस्थित हुनुहुन्छ। यहाँ चाहिँ दुर्लभ बाबाको मूर्ति पनि राखिएको छ। उहाँको पछाडिपट्टि सुन्दर हिमालका दृश्यहरू, अग्ला अग्ला सल्लाका रुखहरू र त्यहाँबाट देखिने तल देखिने तान्द्राङ र धावाका रमणीय भूभागहरू पनि हेर्न सकिन्छ। यहाँ आएर मैले सिद्धकालिका, तान्द्राङकोट कालिका र नवदुर्गा भवानीको दर्शन गरेँ, जहाँ सिद्धकालिका र तान्द्राङकोट कालिकाको छुट्टा छुट्टै मूर्ति अथवा मन्दिरहरू रहेको छ। यहाँबाट देखिने धावा र तान्द्राङका केही रमणीय दृश्यहरू, हिमालहरू लगायत दुर्लभ बाबा, यहाँका केही धार्मिक स्थलहरू पनि रहेछन्, यसको पनि अवलोकन गरेँ। यहाँ रहेका सुन्दर दृश्यहरू कुहिरो फाटिसकेपछि देख्न सकिँदो रहेछ। यहाँ रहेका दुर्लभ बाबा, सिद्धकालिका, तान्द्राङकोट कालिकाका आफ्नै किम्वदन्ती अनि विश्वासहरू पनि रहेका छन्। यति दर्शन तथा अवलोकन गरिसकेपछि अब म पुनः फर्कने तयारीमा छु। यदि तपाईहरू पनि धावा अथवा तान्द्राङको आसपासबाट हुनुहुन्छ, उक्त मन्दिरहरूको दर्शन गर्नुभएको छ भने कमेन्टहरू गर्नुहोला र उक्त मन्दिरहरूको बारेमा, उक्त देवी देवताहरूको बारेमा केही नयाँ रोचक तथ्य थाहा पाउनु भएको छ भने पनि कमेन्टमा लेख्न नभुल्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि सब्स्क्राइब गरिदिनुहोला। लाइक र कमेन्ट अनि सेयर गर्न भने नभुल्नुहोला।